हेलो गाइज वेलकम ब्याक टु माई अनदर मिनी भ्लग। यो भ्लग चाहिँ म गाउँ जाँदाको हो। सङ्क्रान्ति मनाउन सबैजना आउनु भएको थियो र दिन पनि एकदम सुहाना भएको भएर हामी चाहिँ लाग्यौँ माछा मार्न। भ्यू चाहिँ एकदम राम्रो आएको थियो तर मलाई भिडियो बनाउन आएन, त्यही नै बनाएँ। यहाँ चाहिँ हेर्नुहोस् यस्तो के हो यो, अनि फोहोर फालेको रहेछ, यस्तो फालेको रहेछ भनेर देखाउँदै थिएँ। एक्कासी सबैले छोडेर गएको याद आयो अनि म नि भागेँ। फेरि यस्तो राम्रो झर्ना देखेपछि चाहिँ क्यामेरामा क्याप्चर त गर्नै पर्यो होइन र। म जाँदा चाहिँ भाइहरूले सानो सानो माछा गङ्गटा भेटाएको रहेछ, छुने बित्तिकै भाग्यो, कहाँ गयो। तर फेरि बिहान भर्खर मेरो भाइको कुकुरलाई मान्छेहरूले पुलबाट फालिदिएको रहेछ अनि एकछिन गएँ, यिनीहरू रुला जस्तो गऱ्यो, त्यसपछि जमजम भनेर भगाएर लिएर आएँ मैले। रेस्ट इन पिस टमी। त्यहाँबाट फर्किँदा चाहिँ ठुलबाबा हुनुहुन्थ्यो दुईजना, उहाँहरूले चाहिँ माछा मार्नु भइसकेछ हेर्नु सक्नुहुन्छ र फेरि पनि ठुलो माछा मार्ने तयारीमा हुनुहुन्थ्यो यसरी घन हानेर। अनि दिदीले चाहिँ यसरी माछा निकाल्नु भयो तर गङ्गटा मात्रै थियो। मान्छेहरूले धेरै मारेर होला यसपालि त, हामी जाँदा त माछै नपाउने, जति मिहिनेत गर्दा नि यत्रो ठुल्ठुलो ढुङ्गा पल्टाउँदा नि माछै नपाएको जस्तो भयो, तर पछि चाहिँ पाएको थियो। मैले चाहिँ यो माछा समातेर देखाएको, यो चाहिँ खानु न त्यही भएर भगाइदिएको। माछा नपाउँदा चाहिँ जाडो भयो, पानीमा पनि भिजेको भएर हामी चाहिँ आगो तापेर बस्दै थियो। फेरि ठुलबाबाहरू माथि जानुभयो र यो चाहिँ मैले समातेको गङ्गटा भाग्यो, कहाँ गयो। अनि यति चाहिँ हामीले टोटल समातेको, त्यसपछि चाहिँ पकाएर खाएँ। अनि हाम्रो चाहिँ गाउँमै होमस्टे खुलेको रहेछ, त्यहाँनिर गएँ सबैजना फ्यामिली, एकछिन नाचगान गऱ्यो, खुब रमाइलो लागेको थियो। कति पछि गाउँ गएको भएर होला सबैजना हुनुहुन्थ्यो, मामा आमा ठुलमम्मी दिदी ठुलबाबाहरू सबैजना। अनि यति नै हो, बाई बाई।